नमस्ते। आज हामी नेपालको लघु वित्त क्षेत्रमा एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। हो, यो लघुवित्तको ऋण सीमा जसरी बढ्यो नि त्यसले ल्याएको उथलपुथल र असुली सङ्कटबारे अलिक गहिरिएर हेरौँ न। हो नि, हामीसँग एउटा लेख छ, लघु वित्तको ऋण सीमा वृद्धि र असुली सङ्कट भन्ने, अनि अरू तथ्याङ्कहरू पनि छन्। कसरी 4 वर्षमै प्रति व्यक्ति ऋणको सीमा 25 गुणाले बढ्यो अनि त्यसले कस्तो असर पार्यो भन्ने कुरा नै आजको हाम्रो मुख्य चासो हो। एकदम। राष्ट्र ब्याङ्कको नीति किन बदलियो, कसरी लगानी वात्तै बढ्यो, अनि त्यो ऋणीहरूको आन्दोलन, ऋण मिनाहाको माग, त्यो सब केलाउनु पर्छ। अनि त्यो हालसालै 13% कर्जा पुनः संरक्षण गरे भन्ने कुरा पनि छ नि, लगभग 63 अर्ब बराबरको। हो, त्यो पनि महत्त्वपूर्ण पाटो हो। ल सुरु गरौँ न त। 2073 सालतिर फर्कौँ, जति बेला प्रति व्यक्ति ऋण सीमा कति थियो रे? जम्मा 60,000 रुपियाँ। त्यो पनि राम्रो धितो राख्दा मात्रै। कुल कर्जा पनि 77 अर्ब जति थियो। 77.23 अर्ब। तर त्यसपछिका केही वर्ष त खै के भयो। के भयो, 2075मा त 81 5 लाख पुर्याएछन् नि सीमा। ओहो, 5 लाख। त्यसपछि त कर्जा पनि बढेर 145.94 अर्ब, मतलब झन्डै 146 अर्ब पुग्यो। तर त्यो 5 लाखले एउटा अर्कै खालको ट्रेन्ड सुरु गर्यो के? कस्तो ट्रेन्ड? त्यो सीमा बढेको 1 वर्षभित्रै कर्जा लगानी 374% बढ्यो। त्यो अविश्वसनीय हो। 374% एकै वर्षमा? त्यो त डरलाग्दो वृद्धि हो त। हो नि, आर्थिक वर्ष 75, 76 र 76, 77मा मात्रै हेर्ने हो भने करिब 263 अर्ब रुपियाँ थप लगानी भयो। बापरे, यत्रो पैसा खन्याउँदा त कतै न कतै त गडबड हुन्छ जस्तो लाग्नुपर्ने हो नि। खै, त्यति बेला त सबै दौडमा थिए, अनि कता त्यतिमै रोकिएन। 2077 साउनमा फेरि बढायो होइन, 15 लाख पुर्यायो। हो, 15 लाख। उद्देश्य त राम्रै थियो, भनियो विपन्नको आयस्तर उकास्ने, तर यसले त संस्थाहरूलाई झन आक्रामक बनाइदियो। मतलब अन्धाधुन्द लगानी भयो। एकदम। व्यवसाय विस्तार गर्ने होडमा कहाँ लगानी भइरहेको छ, जोखिम कति छ, मतलबै नगरी लगानी बढाए। अनि के भयो त भन्दा लगानी त बढ्यो, तर ऋण उठाउन गाह्रो भयो, असुली सङ्कट सुरु भयो। सोच्दा पनि अचम्म लाग्छ, 60,000बाट सिधै 15 लाखको पहुँच। वित्तीय साक्षरता कतिको थियो होला ऋणीहरूमा? त्यो ठूलो प्रश्न हो। त्यसपछि त हामीले देख्यौं नि, लघुवित्तले चर्को ब्याज लियो, दुःख दियो भन्दै ऋणीहरू सडकमा आए। ऋण मिनाहाकै माग पनि उठ्यो होइन? हो, माग उठ्यो। अवस्था यस्तो भयो कि तिर्न सक्नेले पनि तिर्न छोडे, किस्ता अनियमित हुन थाल्यो। त्यो आन्दोलन कतिको जायज थियो होला? सबै लघुवित्त खराब थिए त? हेर्नुहोस्, सबैलाई एउटै डालोमा हाल्न त मिल्दैन, तर केही संस्थाहरूको आक्रामक र कहिलेकाहीँ अलि अनुचित असुली शैलीले गर्दा पुरै क्षेत्र बदनाम भयो, अविश्वास बढ्यो, अनि लगानी त थपिँदै गयो। 2079 असार यता मात्रै 35 अर्ब थपिएर कुल कर्जा 484 अर्ब नागिसक्यो। तर असुली झन गाह्रो। अनि बल्ल राष्ट्र ब्याङ्कले चाल पायो, गत साउनमा सीमा घटायो भन्ने सुनेको थिएँ। हो, गत साउन 4 गते सीमा वृद्धिले नै समस्या बढाएको निष्कर्ष निकालेर घटायो। सामान्यतः 5 लाख, अलि असल ऋणीलाई 7 लाख। तर पुरानो समस्या त जिउका त्यौं थियो होला नि, त्यसैले त्यो पुनः संरचनाको सुविधा ल्याएको? त्यही हो। नीति एक किसिमले असफल भएपछि त्यसलाई ढाकछोप गर्न भनौँ, वा संस्थाहरूलाई तत्काल राहत दिन कर्जा पुनः संरचना र पुनर्तालीकरणको सुविधा दियो। अनि कति भयो रे पुनः संरचना? 13%? हो, पुस मसान्तसम्मको आँकडा अनुसार कुल कर्जाको 13%, जुन झन्डै 63 अर्ब रुपियाँ हुन्छ, पुनः संरचना गरियो। यो पुनः संरचना भनेको खासमा के हो? ऋण मिनाहा हो? होइन, मिनाहा होइन। यो भनेको ऋण तिर्ने समय पछाडि सार्ने वा किस्ता रकम घटाउने हो। तत्काललाई ऋणी र संस्था दुवैलाई सास फेर्ने ठाउँ दिन्छ। यो सुविधा खास गरी कोभिड जस्ता कारणले समस्यामा परेका भनिएका ऋणीलाई 3 वर्षसम्मका लागि दिएको हो। 3 वर्षसम्म? तर राष्ट्र ब्याङ्कका अधिकारीहरूले पनि त गल्ती स्वीकारेका छन् नि, होइन? स्वीकारेका छन्। छोटो समयमा सीमा धेरै बढाइयो। 15 लाखको सीमा त अध्ययनै नगरी तोकियो। अहिलेको 7 लाख पनि बढियो कि जस्तो छ भनेका छन्। अध्ययन नगरी 15 लाख तोकियो भन्नु त? यो त नियामक निकायको काममाथि नै प्रश्न उठ्यो नि।
प्रश्न त उठ्छ नै। अनि अधिकारीहरूले यो पुनर्संरचना दीर्घकालीन समाधान होइन, तर अहिलेलाई संस्थाहरूलाई डुब्नबाट बचाउन आवश्यक थियो पनि भनेका छन्। यसले भविष्यमा मोरल ह्याजार्ड बढाउँदैन र? मतलब पछि पनि यस्तै सहुलियत पाइन्छ भनेर नतिर्ने प्रवृत्ति बढ्दैन? त्यो जोखिम त छँदैछ नि। लघुवित्त ब्याङ्कर सङ्घका अध्यक्षले पनि सीमा बिस्तारै बढाउनु पर्थ्यो भनेर स्वीकार्नु भएको छ। उहाँले अहिलेको नीतिले मात्रै असुली सङ्कट समाधान गर्न गाह्रो छ भन्नुभएको छ। अहिले कतिवटा लघुवित्त छन्? 52वटा छन्, जसमध्ये 2वटा मर्जर प्रक्रियामा छन्। सबै यही सङ्कटबाट पार पाउने कोसिसमा छन्। त्यसो भए छोटो समयमा सीमा बढाउने होड, अन्धाधुन्द लगानी, अनि त्यसपछिको असुली सङ्कट, जनआक्रोश र अन्तमा नीति परिवर्तन र यो ठूलो पुनर्संरचना, यो पूरै चक्रले धेरै कुरा देखाउँछ। हो, वित्तीय पहुँच बढाउने राम्रो उद्देश्य र अनियन्त्रित विस्तारको जोखिम बीचको सन्तुलन कति संवेदनशील हुन्छ भन्ने कुरा यसले स्पष्ट पार्छ। अब अन्त्यमा एउटा प्रश्न मनमा आइरहेको छ। यो पुनर्संरचना यदि दीर्घकालीन समाधान होइन र नीतिगत कमजोरी पनि स्वीकारिएको छ भने यो सङ्कटले भविष्यमा लघुवित्त नियमन र सञ्चालनका लागि कस्ता गम्भीर प्रणालीगत मुद्दाहरू उजागर गरेको छ होला? एकदमै मननयोग्य प्रश्न हो। यसले पक्कै पनि भविष्यका नीति निर्माणमा गहिरो प्रभाव पार्नुपर्छ।